अरे नेपाली लोग देखेंगे फिर इधर आएंगे। हमारा यार है क्या गोरखा वाले देखिएगा। Yeah, but make sure you release it after. You need to release, yeah? Yeah, release. के दाइ थाहा होला नि ओए यहाँ मुती ठाउँ हो भाइ यहाँ मुती ठाउँ हो आशिक। हेलो गाइज नमस्ते सबैजनालाई वेलकम यु अल इन माई न्यू ब्लग। र हामी चाहिँ आज घुम्न जान लागिरहेका छौँ र युकेमा चाहिँ जतासुकै चाहिँ अब यता हेरे पनि के भन्छ यता हेरे पनि घर उता हेरे पनि घर डाँडा काँडा त हिमाल सिमाल नेपाल कस्तो त्यस्तो केही पनि छैन। त्यही भएर चाहिँ अब चाहिँ हामी चाहिँ त्यहाँ माथि चाहिँ हल्का एउटा डाँडा साँडा छ। यहाँ त डाँडा देख्न पनि रहर लाग्छ। त्यही भएर आज चाहिँ हामी यहाँ चोर बजार युकेको चोर बजार पनि यसो देखाउँछौँ कस्तो हुन्छ चोर बजार कतिको सस्तो हुन्छ म देखाइदिन्छु। तर उसले चाहिँ नेपालमा चाहिँ अहिलेसम्म चाहिँ 6 लाख जति पठाइसक्यो र 21 लाख आफ्नो फी तिरेर 6 लाख चाहिँ नेपालमा पठाइसक्यो। त्यो प्लस रेन्ट 60-70 हजार हुन्छ रेन्ट। अब यत्रो 1 वर्ष आएको 1 वर्ष भयो त्यत्रो पनि आफूले रेन्ट सेन्ट सबै तिर्यो खाजा खर्च यता सबै गरे। उसले यस्तो पैसा कमाउँछ आमा उसले यस्तो करोडपति घर धार्दिङ भए पनि मान्छे नेवार भए पनि यस्तो दिमाग छ यताको आइसकेका छौँ। जहिले पैसा माग्छ जहिले पैसाको कुरा जहिले कामको कुरा आमा दिमाग खराब भयो यार। ल हामी चाहिँ चोर बजार आएको छ यो त लेडिज आइटम पुरै अब यहाँ चाहिँ एकदम सस्तो पाउँछ यहाँ बख न चोर बजार हुन्छ यहाँ त। अब बोलौँ भने के बोलौँ यार खासै इङ्ग्लिसमा लाउन्न। यो ठाउँ चाहिँ हन्सलो वेस्ट भन्छ। हामी बसेको चाहिँ 6-7 मिनट यता हो होइन। अनि ठ्याक्क यहाँ आउँदा हुन्छ रिङ रहेछ रिङ थियो। अब यहाँ चाहिँ एकदम यो भनेको 5 पाउन्ड होला। साइकलले पाउँदो रहेछ यहाँ चाहिँ सबै कुरा हुँदो रहेछ। यहाँ कोही आउनु मन छ भने ट्याक्क आउँदा हुन्छ। सरी यहाँ चाहिँ युकेमा चाहिँ कि सरी कि थ्याङ्क यू है। हामी अरू जे सबभन्दा बढी बोल्ने भनेको इङ्ग्लिसभन्दा बढी चाहिँ हामी सरी र थ्याङ्क यू भनेर हाम्रो जिन्दगी जान्छ। यहाँ चाहिँ त्यो चाहिँ हिरो जर्सी त मैले किनिसकेँ हो। कुन जर्सी मनपर्छ र छैन ठिक छैन बार्सा मेस्सीको जर्सी लाउनुपर्छ हामी। लामिनामा मनपर्छ मन पर्दैन सरी धन्य दिदीसँग ठोक्यो। यहाँ चाहिँ चोर बजार भन्ने मात्रै यस्तो ठग छ यहाँ एकदम काम छैन। यहाँ अघि यसो मोबाइलको कभर हेरेको 10 पाउन्ड आमा अनलाइनमा 1 पाउन्ड पाउँछ। कैसे हो भाई कैसे हो बढ़िया क्या दे दो भाई आपका प्यार ही मेरे लिए काफी है भाई। हाँ बाइसाइकिल लॉक नहीं भाई नहीं चाहिए कुछ नहीं आपका प्यार ही मेरे लिए थोड़ी काम चलेगा ना ठीक है। हमारा भाई इधर है हमारा भाई इंडिया से हो ना। अरे नेपाली लोग देखेंगे फिर इधर आएंगे। हमारा यार है क्या गोरखा वाले देखिएगा फिर बोलेंगे क्या इधर आ जाओ यार यूके में इधर आ जाओ। आज चाहिँ मौसम त्यति राम्रो छैन। पानी पर्ला जस्तो छ लक्ष्य पानी पर्ला जस्तो छ आज। त्यही पनि चाहिँ हामी पहाडमा जानेवाला छौँ। पहाड भनेको के भने टापु जस्तो एउटा सानो छ है त्यहाँ ट्याक्क जान्छौँ हिल। ल अब चाहिँ हामी चाहिँ हाम्रो इन्डिङ यही हो यहाँ चोर बजार यही हो। यहाँ देख्दा मात्रै चोर बजार सस्तो बजार मार्केट भन्ने मात्रै यहाँ लुट्छ मान्छेले यहाँ लुट्छ। त्यही भएर अब आउनुभन्दा अगाडि के ट्याक्क सोचेर आउनु होला। वे केटी कपाल हाल्दा दामी देख्दो रहेछ त्यहाँ। र अब चाहिँ हामी निस्किन लागिसक्यौँ। त चड्डी किन त चड्डी रहेछ यहाँ चड्डी किन युकेबाट आएबाट एउटा चड्डी किने होइन यार। मेरो को साफ पता चल रहा है चड्डी नै पेने हो न। त हामी चाहिँ गाडी चढिसक्यो। अब चाहिँ हामी यहाँबाट 2टा बस चेन्ज गरेर जानुपर्ने हुन्छ। हामी चाहिँ लास्ट सिटमा छ लक्ष्य चाहिँ त्यहाँ छ। अब चाहिँ हामी गाडी चाहिँ अब आउनु लागिसक्यो बसबाट पनि झऱ्यौँ। अब 5 मिनटको वाकपछि चाहिँ हामी रिच टु आवर डेस्टिनेसन। र मैले चाहिँ देखाउँछु त्यहाँ कस्तो छ भनेर चाहिँ के गइदिएँ। त्यही अहिले यहाँ अघिसम्म घाम लागिरहेको थियो अहिले फेरि हावा लागिसक्यो। अब होप पानी नपर्दै हुन्थ्यो त्यही हो। भिडियोमा आएर मेरो गर्लफ्रेन्ड छ मेरो गर्लफ्रेन्ड ग्रिस जर्मनीको हो यताउता कसले भन्न सक्छ सक्दैन उसले सक्छ। उसको हर्ट एकदम प्योर छ खै हर्ट छ मम ठिक छ पनि आउनु भयो। ओइ म्यान फटर ड्रिङ आशिका दिदी है म आशिका दाई हो फेरि युकेको आशिका दाई हो थाहा होला नि। ओए यहाँ मुती ठाउँ हो भाइ यहाँ मुती ठाउँ हो
आशिके दाइ हो नि फेरि म युकेको थाहा होला नि फेरि विजय यो ठाउँ चाहिँ एकदम खतरा छ कि यताबाट नि टनल छ उताबाट नि टनल छ त्यहाँबाट नि टनल छ होइन त्यहाँबाट नि टनल छ यताबाट नि टनल छ यस्तो खतरा ठाउँ छ यहाँ चाहिँ राति चाहिँ कोही पनि नआउनु होला किनभने चाहिँ यहाँ कालेले लुट्छ हामीलाई है काले मतलब अफ्रिकनहरूले लुट्छ अस्ति म सेन्ट्रल लन्डनमा जाँदै थिएँ सेन्ट्रल लन्डनमा मैले मोबाइल चलाउँदै बसिरहेको थिएँ होइन पिकाडेली सर्कस टिम त्यहाँ गएको त्यो चाइनिज दुईजना चाइनिज केटा दुईजना चाइनिज केटीले मोबाइल चलाउँदै आएको थियो मोबाइल चलाउँदै आउने बेलामा चाहिँ मोबाइल वात्तै छुटेर हिँड्थ्यो कसरी भेटाउने बाइकमा हिँडेर छ भेटाउने कुरै हुन्न त्यही भएर बी सेफ गाइज र गाइज हामी चाहिँ अब आइसकेको छौँ है अब यहाँबाट चाहिँ इन्ट्रान्स पोइन्ट हो हामी यहाँबाट छिर्नु पर्ने हुन्छ र गाइज सब फाइनली हामी आइसकेको छौँ मैले भनेको ठाउँ चाहिँ यही नै हो है यहाँ त ठुलो डाँडा छ 3टा डाँडा छ यो पछि आएको पनि छ आएको पछि आएको पनि छ 3टा छ बनाएको यो आर्टिफिसियल डाँडा यहाँ बनाउने हो सब यहाँ सब आर्टिफिसियल हो कि मान्छेले बनाएको हुन्छ कि चाहिँ तर त्यहाँ माथि गएपछि सब भ्यू देखिन्छ नि त फेरि अब हामी चाहिँ त्यो माथि जान्छौँ यता सानो सानो ताल पनि छ पोखरी जस्तो पनि छ है अब सब म देखाउँछु बिस्तारै यो हो नि त बबाल छ बबाल ए मैले भनेको आएको डाँडा चाहिँ ठ्याक्कै यसको अपोजिट ठ्याक्कै यस्तो छ युकेमा आएर फर्स्ट टाइम मैले डाँडा देखेको भनेको यही हो त्यो चिल छ यार यहाँको इन्भाइरोमेन्ट बबाल छ बबाल यहाँ फेरि यहाँ मार्न पाउनु नि फेरि नेपालमा यो हाँस देखेको भए मान्छेहरूले मारिसक्यो मैले देख्न सक्छु यहाँ चाहिँ घुम्न होला यार you can see दामी ल चाहिँ कस्तो छ भने चाहिँ यता पनि छ ताल यता पनि ताल त के भने पोखरी छ त्यहाँ पनि पोखरी छ त्योभन्दा अझै उता पनि छ यस्तो पिस छ क्या ठाउँ बबाल छ तर यहाँ माछा मार्न दिन्छ कि माछा मार्न दिन्छ क्या यहाँ खोइ माछा मारे जस्तो माछा मारिरहेको त ल माछा मार्न दिँदो रहेछ एक दिन माछा मार्न आउनुपर्छ ल सही हो ल सनमलाई लिएर र यो ठाउँ चाहिँ अति नै बबाल छ एकदम दामी छ यो ठाउँ चाहिँ हो कि होइन कस्तो लाग्यो ठाउँ होइन पिस छ जतासुकै मान्छेहरू छ जतासुकै माछा मार्न दिन्छ कि दिन्न भन्ने कुरा हो यहाँ माछा मारिरहेको छ होइन आई वान्ट टु आस्क टु देम so this one's a rod. What's the name of this piece? So rods. So rods. A rod, yeah. Oh. Can I toss? Yeah, but make sure you release it after. You need to release, yeah? Yeah, release. यहाँ चाहिँ माछा मारेर चाहिँ ट्याक्क रिलिज गर्नुपर्छ र यहाँ चाहिँ माछा माछा लिएर जान पाउन्न कि यहाँ माछा मात्रै मार्न पाउँछ ट्याक्क दामी रहेछ एक दिनमा आउनुपर्छ ल ट्याक्क पिस ठाउँ पिस एकदम पिस छ यहाँ चाहिँ ट्याक्क ड्राई पिकनिक आउँदा पनि एकदम बेस्ट हुन्छ यो ठाउँ चाहिँ होइन यहाँ चाहिँ एकदम बच्चा बच्चीहरू खेल्ने ठाउँ पनि छ अब चाहिँ हामी डाँडा चढ्छौँ डाँडा चढेर चाहिँ ट्याक्क सिनेरीहरू देखाउँछौँ विल ट्राई टु एक्सप्लोर द थिङ है अब सो ग्यास फाइनल चाहिँ कत्रा होला यार सही म चाहिँ भ्यू देखाउँछु यहाँबाट कस्तो देखिन्छ है कस्तो पिस हो यहाँ ठाउँ यहाँ खतरा होला है कुन त्यो साउथ हल हो त्यहाँ चाहिँ त्यो पोलो त्यो सेन्ट्रल लन्डन भयो सो गाइस यहाँ चाहिँ हावाले गर्दा म बोलेको आवाज आएको छ कि आएन त्यो कुरा मलाई थाहा भएन तर यो ठाउँ चाहिँ एकदम बबाल एकदम बेस्ट छ एकचोटि चाहिँ सबै आएर भिजिट गर्नु होला ट्याक्क आज चाहिँ त्यस्तो घामसाम आएन फुल छ आज बबाल छ यो ठाउँ चाहिँ दामी छ यहाँ भिजिट यहाँ पौडी खेल्न पनि दिन्छ अरे मैले सोधिसकेँ पौडी खेल्न पनि दिन्छ अरे अब साथीहरूसँग आउनुपर्छ यहाँ चाहिँ पिकनिक आउनुपर्छ अब आजको भिडियो चाहिँ यहीँ अन्त्य हुन्छ र हामी चाहिँ फर्किन्छौँ कस्तो लाग्यो यो ठाउँ हामी चाहिँ हस्टलबाट चाहिँ कस्तो लाग्यो नर्थ साउथ पर्छ यो ठाउँ चाहिँ कोही आउन चाहनुहुन्छ भने I'll give the detail
र आजको भिडियो चाहिँ मैले यहीँ अन्त्य गर्छु। धन्यवाद। सी यू, बाई बाई।